नेपालमा रेल सन् 1927 देखि नेपाल गभर्मेन्ट रेलवेको नाममा सञ्चालनमा आएको थियो, जुन ब्रिटिस सरकारको सहयोग नेपालका प्रधानमन्त्री चन्द्रशमशेर जबराले बनाउनु भएको थियो। यो रेलवे 39 किलोमिटरमा सञ्चालन थिए। यस रेलवेले ब्रिटिस इन्डियाको रक्सोलदेखि नेपालको अमलेखगञ्जसम्म जोडेको थियो। यो रेलवे 2014मा बन्द भई पुनर्निर्माणको प्रक्रियामा थियो। हालको समयमा रेलवेको कन्स्ट्रक्सन कम्प्लिट भए पनि सञ्चालनको लागि कर्मचारी अभाव हुँदा सञ्चालनमा चाहिँ आएको छैन। हाल नेपालमा चर्चामा रहेका रेलवेका कुरा गर्ने हो भने इस्ट वेस्ट रेलवे, काठमाडौँ मेट्रो रेल, केरुङ काठमाडौँ रेलवे, रक्सोल काठमाडौँ रेलवे रहेका छन्, जसमध्ये इस्ट वेस्ट रेलवेको चाहिँ निर्माणको काम अगाडि बढिसकेको छ भने बाँकी रेलवेहरू सम्भाव्यताको अध्ययन भई निर्माण कार्यको प्रतीक्षामा छन्। हालको अवस्थामा पूर्व पश्चिम रेलवेको डिपिआर सम्पन्न भई कन्स्ट्रक्सनको काम पनि सुरु भएको छ। निजगढदेखि बर्दिवाससम्मको सेक्सनमा कन्स्ट्रक्सन सुरु भएको हो, जुन 70 किलोमिटर रहेको छ। पूर्व पश्चिम रेलवेको टोटल लेन्थ रहेको छ 943 किलोमिटर र यससँगै विभिन्न लिङ्क रेलवेको पनि कन्स्ट्रक्सन हुनेछ, जसले बुटोल र लुम्बिनीलाई पनि जोड्नेछ, इटहरी र विराटनगरलाई जोड्नेछ। यो सबै लिङ्क रेलवेसहित 1056 किलोमिटरको रेलवे कन्स्ट्रक्ट हुनेछ। पूर्व पश्चिम रेलवेको डिजाइन स्पिड रहेको छ 200 किलोमिटर पर आवर। हामी पूर्व पश्चिम रेलवेलाई 200 किलोमिटर पर आवरको स्पिडमा चलाउन सक्छौँ। यो रेलवे स्ट्यान्डर्ड गेजमा बन्नेछ। पूर्व पश्चिम रेलमार्ग पूर्व पश्चिम राजमार्ग जसरी नै बिर्तामोड, दमक, इटहरी, नरुवा, लाहान, राजविराज, बर्दिवास, चपुर, हेटौँडा, नारायणघाट, बुटोल, लम्ही, कोहलपुर, अतरिया र महेन्द्रनगरबाट जानेछन् र यस रेलमार्गमा विद्युतीय रेल चल्नेछन् र यो रेलमार्ग सिङ्गल ट्र्याकमा हुनेछ। विद्युतीय रेलमार्ग चल्नाले पूर्व पश्चिम हाइवेमा घुमिरहेका गाडी र त्यसले खपत गर्ने पेट्रोलियम प्रोडक्टलाई हामी कमी गर्न सक्छौँ। पेट्रोलियम प्रोडक्टमा हामी आत्मनिर्भर नहुने अवस्था छ भने विद्युतमा हामी लगभग आत्मनिर्भर हुने बाटोमा गइरहेका छौँ र यसले हरेक वर्ष पेट्रोल र डिजेल आयातमा हुने अरबौँ रुपियाँमा कमी गर्न सक्छ। पूर्व पश्चिम रेलमार्गमा सिङ्गल ट्र्याकमा रेल चलाइनेछन्। यो नक्सामा हामी यो रातो लाइनमा पूर्व पश्चिम रेलमार्गलाई देख्न सक्छौँ भने यो रातो लाइनले केरुङ काठमाडौँको रेलवेलाई देखाउनेछ र पूर्व पश्चिम रेलमार्ग 9वटा सेगमेन्टमा बन्नेछन्, जस अन्तर्गत काकरभिट्टादेखि नरुवासम्मको 126 किलोमिटरको सेगमेन्ट बन्नेछ, जसलाई 90 अरब रुपियाँभन्दा बढी लाग्नेछ। यो 2017मा अध्ययन गरिएको डाटा हो र 2017देखि अहिलेसम्म डलरको भाउमा वृद्धि भएका कारण यसको लागत पनि बढ्न जान्छ र अर्को सेगमेन्टमा इनरुवादेखि बर्दिवाससम्मको सेगमेन्ट रहेको छ, जहाँ 139.42 मिटर रहेको छ। यसको लागत 1 खर्ब 16 अर्ब रुपियाँ बताइएको छ र यो पनि 2017मा गरिएको क्याल्कुलेसन हो। बर्दिवासदेखि सिमरासम्मको सेगमेन्ट 136 किलोमिटरको रहेको छ र 2013मा क्याल्कुलेट गरिएको डाटा अनुसार यो सेगमेन्टलाई 70 अरब लाग्नेछ। 2013देखि 2021सम्ममा डलरको भाउमा अत्याधिक वृद्धि आएका कारण यसको लागत पनि बढ्न जान्छ। यस्ता कुनै पनि प्रोजेक्ट कन्स्ट्रक्सन गर्दाखेरि इक्विपमेन्टहरू हुन्छन् जुन बाहिरबाट आयात गर्नुपर्ने हुन्छ। डलरका भाउ बढ्दा ती आयातित वस्तुको पनि मूल्य बढ्ने हुँदा सम्पूर्ण प्रोजेक्टको लागत नै बढ्न जाने हुन्छ। सिमरादेखि तमसरियासम्मको सेगमेन्ट 127 किलोमिटरको रहनेछ र 2014मा गरिएको इस्टिमेसन अनुसार यसको लागत 1 खर्ब 8 अर्ब रहनेछ। तमसरियादेखि बुटोलसम्मको सडक खण्ड 107 किलोमिटरको रहनेछ। 2014को डेटा अनुसार नै यसको लागत 64 अरब रुपियाँ पर्न आएको छ। बुटोलदेखि लमहीसम्मको सेगमेन्ट 105 किलोमिटरको रहनेछ र यसको लागत 74 अरब रहेको छ। यो 2018सम्म गरिएको डेटा हो। लमहीदेखि कोहलपुरसम्मको रेलमार्ग 113 किलोमिटरको रहनेछ र यसको लागत 1 खर्ब रहनेछ। यो 2018मा गरिएको इस्टिमेसन हो। कोहलपुरदेखि सुखारसम्मको दूरी 94 किलोमिटर रहनेछ। 2018मा गरिएको अध्ययन अनुसार यसको लागत 72 अरब रहेको छ। सुखारदेखि गजचौकीसम्मको दूरी रहेको छ 89 किलोमिटर। यसको पनि लागत 72 अर्ब पर्न आएको छ 2018मा गरिएको इस्टिमेसन अनुसार। पूर्व पश्चिम रेलमार्ग बनिसकेपछि यसले नेपाललाई ट्रान्स एसियन रेलवेसँग जोड्नेछ
र यो बनेपछि नेपालमा भइरहेको फोसिल फ्युल्सको खपतलाई न्यूनीकरण गर्नेछ र अहिलेसम्म बर्दिवासदेखि निजगढसम्मको 70 किलोमिटरको सेगमेन्टमा काम सुरु भएको छ। 28 किलोमिटर ट्र्याक बेड र 2वटा पुल सम्पन्न भएका छन्। 42 किलोमिटरमा ट्र्याक बेड र 14वटा पुलहरू कन्स्ट्रक्सनको फेजमा छन् र यो ट्र्याक बेड भन्नाले रेलको लिक बिछ्याउनको लागि जुन रोड जस्तो बनाइन्छ त्यसलाई हामी ट्र्याक बेड भन्ने गर्छौँ। सिमरा बर्दिवास क्षेत्रको EIA अप्रुभ भएको छ। 20 किलोमिटरको भूमि अधिग्रहण सम्पन्न भएको छ भने 20 किलोमिटरको क्षेत्रमा रुख कटानका काम सम्पन्न भएका छन्। 16 किलोमिटरको ठाउँमा रुख काट्ने र 12 मिटरको ठाउँमा जग्गा अधिग्रहण गर्ने काम हुने अवस्थामा छन्। पूर्व पश्चिम रेलमार्गको लागि 2019मा गरिएको इस्टिमेसन अनुसार लगभग 1 लाख करोड लाग्नेछ, जुन अमेरिकी डलर 10 बिलियन हुन आउँछ र 2019मा $1 बराबर 100 रुपैयाँ थियो भने अहिलेको अवस्थामा $1 बराबर 117 रुपैयाँ छ। त्यसैले 2021सम्म आइपुग्दा यसको लागत पनि बढिसकेको अवस्था छ र पूर्व पश्चिम राजमार्गका लागि अहिलेसम्म आर्थिक वर्ष 2075-76सम्म 1440 करोड रुपैयाँ बराबरको खर्च भएको छ, जुन जमिन अधिग्रहण गर्न र अन्य निर्माण कार्यका लागि खर्च भएको हो। काठमाडौँ मेट्रो रेल प्रोजेक्ट रेलवे प्रोजेक्टमध्ये हामीले धेरै नै नाम सुनेको प्रोजेक्ट हो, जसको लम्बाइ रहनेछ 77 किलोमिटर र यो मेट्रो रेलवे पनि विद्युतीय रहनेछ। यसमा 5वटा लाइनहरू रहनेछन्। पहिलो लाइन अन्तर्गत सातो बाटो रत्न पार्क नारायणगोपाल चोकसम्म 12.10 किलोमिटरको रहनेछ। दोस्रो लाइनमा कीर्तिपुर कालीमाटी बानेश्वर र एयरपोर्टसम्म जानेछ, जुन 11 किलोमिटर 150 मिटरको रहनेछ। तेस्रो लाइनमा कोटेश्वर, चाबहिल, स्वयम्भू र कोटेश्वरमा निर्माण हुनेछ। यो रिङ रोडमा निर्माण हुनेछ। 28 किलोमिटर 530 मिटरको रहनेछ भने चौथो लाइनमा स्वयम्भू, दिल्ली बजार र बौद्धमा निर्माण हुनेछन्। 11 किलोमिटरको रहनेछ र पाँचौं लाइनमा धोबीघाट, सिंहदरबार, नक्साल, गोङ्गोपुसम्म निर्माण हुनेछ। यो 13 किलोमिटरको रहनेछ र पहिलो, दोस्रो र तेस्रो लाइनमा मेट्रो रेलहरू एलिभेटेड हुनेछन्। एलिभेटेड भन्नाले जमिनभन्दा माथि उठाएर संरचना बनाइनेछ भने चौथो र पाँचौंमा अन्डरग्राउन्ड रहनेछन् र यसको डिजाइन स्पिड रहनेछ 60 किलोमिटर पर आवरको। काठमाडौँ मेट्रो रेलको सम्भाव्यता 2012मा भएको थियो र काठमाडौँ मेट्रो रेलको लागत रहेको 3 खर्ब 30 अरब रुपैयाँ, जुन लगभग 3.3 बिलियन अमेरिकी डलर हुन आउँछ। पछिल्लो समय निकै नै चर्चामा रहेको रेलमार्ग हो केरुङ काठमाडौँ रेलमार्ग। यो रेलमार्ग चाइनाको वान बेल्ट वान रोड परियोजना अन्तर्गत पर्दछ। काठमाडौँ केरुङ रेलमार्गमा पनि विद्युतीय रेल सञ्चालनमा आउनेछ, जुन चाइनाको केरुङबाट सुरु भएर काठमाडौँको टोखासम्म आउनेछन्। यस रेलमार्गमा 4वटा स्टेसन रहनेछ। रसुवाको रसुवागढी, स्याप्रो बेसीमा रहनेछन् 2वटा स्टेसन, नुवाकोटको बिदुरमा रहनेछ र काठमाडौँको स्टेसन टोखामा रहनेछ। यसको कुल लम्बाइ 72 किलोमिटरको रहेको छ भने यस रेलमार्गमा 98.8% रेलमार्ग सुरुङभित्र रहनेछ र अन्य रेलमार्ग पुलहरूमा रहनेछन्। यस रेलमार्गको डिजाइन स्पिड रहेको छ 120 किलोमिटर पर आवर। यस रेलमार्गमा 120 किलोमिटर पर आवरको स्पिडमा हामी रेलहरू गुडेका देख्न पाउँछौँ। पूर्व पश्चिम रेलमार्ग जस्तै यो पनि स्ट्यान्डर्ड गेजमा बन्नेछ। यस रेलमार्गमा निकै नै कठिनाइहरू आउनेछन्। पहिलो, यसको भौगोलिक बनावट रहेको छ भने दोस्रो, यो भूकम्पीय जोखिमको क्षेत्रमा पर्न आउँछ। काठमाडौँ केरुङ रेलमार्ग चाइनाको केरुङबाट सुरु भएर काठमाडौँसम्म आउनेछ, जुन 170 किलोमिटरको रहनेछ। यसमा 10वटा स्टेसन रहनेछन्। 4वटा स्टेसन नेपालमा रहनेछ भने बाँकी चाइनामा रहनेछ। चाइनापट्टि 98.2 किलोमिटरको लम्बाइ रहनेछ, जसमध्ये 5.8 किलोमिटरको पुल रहनेछ भने 85.8 किलोमिटरको सुरुङ रहनेछ। नेपाल खण्डमा 72.2 किलोमिटर रहनेछ, जसमध्ये 2.7 किलोमिटर मात्र पुल रहनेछ भने 68.6 किलोमिटर चाहिँ टनेल रहनेछ। नेपालपट्टि टनेल ब्रिजको रेसियो 98.8% छ। यसको मतलब 72.2 किलोमिटरको क्षेत्रमा 98.9% चाहिँ टनेल रहनेछन् भन्न खोजिएको हो। काठमाडौँ केरुङ रेलमार्ग बनेपछि हामी संसारकै सबैभन्दा ठुलो अर्थतन्त्रसँग रेलमार्गले जोडिनेछौँ र यसले हामीलाई संसारको सबैभन्दा ठुलो जनसङ्ख्या रहेको देशसँग पनि जोड्नेछ।
जसले हाम्रो नेपालको पर्यटन क्षेत्रमा सकारात्मक असर पार्नेछन्। सन् 2018 मा गरिएको प्रारम्भिक सम्भाव्यताको अध्ययनमा यसको लागत करिब 3 खर्ब पर्न आएको छ भने यसको कन्स्ट्रक्सन पिरियड यसलाई बनाउनको लागि 9 वर्ष लाग्ने बताइएको छ। चाइनाले काठमाडौँसम्म रेलमार्गको निर्माण गर्ने भनेपछि भारतले पनि रक्सोलदेखि काठमाडौँसम्मको रेलमार्ग निर्माणको लागि अध्ययन अगाडि बढाएको छ र रक्सोलदेखि काठमाडौँसम्मको रेल पनि विद्युतीय रेल रहनेछ। यो इन्डियाको रक्सोलबाट सुरु भएर काठमाडौँको चोभारमा समाप्त हुनेछ। यसको लम्बाइ 135 किलोमिटरको रहेको छ। यस रेलमार्गलाई काठमाडौँसम्म ल्याउनका लागि धेरै ठाउँमा टनेल र रेलवे ब्रिजहरू बनाउन आवश्यक पर्दछन्। यसलाई 120 किलोमिटर पर आवरको स्पिडमा कुदाउन सकिने गरी डिजाइन गरिएको छ र यो रेलमार्ग भारतको रक्सोलदेखि काठमाडौँसम्म आउँदा हरेक 50 मिटर गुड्दै गर्दा 1 मिटरको हाइट चढ्नुपर्ने हुन्छ र यसलाई ब्रोड गेजमा निर्माण गरिनेछ। यो रेलमार्ग भारतको समथर भूमिबाट नेपालको पहाडसम्म आउने हुनाले यसले भौगोलिक कठिनाइहरू पनि झेल्नुपर्नेछ र त्यसमाथि नेपालको पहाडी हिमाली क्षेत्रहरू भूकम्पीय जोखिम रहेको क्षेत्रमा पर्दछन् र त्यस्ता समस्याहरू यस रेलमार्गले पनि झेल्नुपर्नेछ। काठमाडौँ रक्सोल रेलवे भारतको रक्सोलबाट सुरु भई जितपुर, निजगढ, शिखरपुर, सिस्नेरी, सतिस्केल र काठमाडौँसम्म आइपुग्नेछ र यसको कुल लम्बाइ 135 किलोमिटर रहनेछ। 2019 मा तयार पारिएको इस्टिमेट अनुसार यसको कुल लागत रहेको छ 2 खर्ब 64 अर्ब रुपैयाँ र यसको कन्स्ट्रक्सन पिरियड रहेको छ 5 वर्ष। यी रेलवेहरू वास्तवमै बन्लान् या कागजमै सीमित रहलान्, यस विषयमा तपाईँको भनाइ के छ कमेन्ट सेक्सनमा लेख्न नबिर्सिनुहोला र साथसाथै सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला। नमस्ते, जय नेपाल।